भण्डारी टकमा स्वागत छ। तपाईँ सोच्नुहुन्छ आफ्नै क्षेत्र प्रदेश कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुँदैछ, त्यहाँको मन्त्री चाहिँ तपाईहरु गर्नुस्, त्यहाँ चाहिँ अरु मन्त्रीहरु खेलकुद मन्त्रीहरु गएर त्यसको बारेमा छलफल गर्न गइरहेछन्। तर तपाईहरु गर्नुस्, हामी सहयोग गरौँला, म नागरिकको रूपमा रे। अनि यो के हो, यस्तै हुँदैन रे। त्यस्तै बोल्ने शैली, आएकालाई स्वागत गर्ने शैली र तिनीहरुसँग बोल्ने शैली, परिचय लिने शैली मैले जिनेको छु होला। के हो त्यो, अहिले तपाई पुरा भिडियो देख्नुहुन्छ, तपाई म यहाँ देखाउँदैछु तपाईलाई। अब सँगै अनि लास्टमा जेनजीको झापड पाउनु र भाग्नु, टाप कस्नु, के भन्नुहुन्छ यो? अनि यो चाहिँ कुनै कथा होइन। हेर्नुस्, अनि यो कुरा चाहिँ फेरि सामान्य विषयमा होइन। देशकै खेलकुद मन्त्री बब्लु गुप्ता, जेनजी अभियन्ता अनिल बानियाहरू सँगै र विभिन्न मन्त्रीहरू, प्रदेश मन्त्रीहरू सँगै बसेर 10औं राष्ट्रिय खेलकुद चाहिँ कर्णाली प्रदेश सुर्खेतमा हुने विषयमा चाहिँ छलफल गरिरहेका छन्। तर उहाँले के भन्नुहुन्छ त? त्यति छलफल गर्नु न, ती सदस्यले भनिसक्नुभयो त, त्यति छलफल गर्नु न। हजुर, मुख्यमन्त्री म अलिकति कुरा गर्छु। मेरो नाम माधव चौधरी हो। चिन्छु, हजुरलाई भन्नै पर्दैन नि। चिन्छु भन्नै पर्दैन, बस। अरु सुनौ। हजुर, एकैछिन, म कर्णालीको बासिन्दा हो, यहाँको नागरिक हुँ। मलाई चाहिँ म अहिले सङ्घीय सरकारमा एउटा भूमिकामा छु, यो नागरिक सरकारमा, मन्त्रीको भूमिकामा। हजुरले चाहिँ अघि भन्दै गर्दा यो 10औं राष्ट्रिय खेलकुद पोखराबाट 9औं भइसकेपछि कर्णालीमा आउँदैछ भन्दाखेरि, कर्णालीमा हुनु जसले आयोजना गरे पनि त्यो एउटा आयोजक सहरको रूपमा, आयोजक प्रदेशको रूपमा चाहिँ हामी यो आयोजना हुने स्थलको रूपमा चाहिँ हामी स्वभावतः आयोजक नै हुन्छौँ। अघि हजुरले चाहिँ अरू प्रदेश सहभागी हुन्छु भन्दाखेरि नागरिकको रूपमा, मन्त्रीको रूपमा होइन, नागरिक रूपमा चाहिँ असहमत हुन्छु। किनभने हाम्रो प्रदेशमा हुँदैछ भने यो प्रदेशको गौरवको कुरा हो भन्ने मलाई लाग्छ कि, र त्यसलाई सार्थक पार्न, सफल पार्नको लागि सबै नागरिकको दायित्व हुन्छ। अनि नागरिकको तर्फबाट मुख्यमन्त्रीको रूपमा हजुर भएको भएर तपाईँको त उच्चतम दायित्व हुन्छ। त्यही भएर हजुरको कुनै पनि बोलीहरूमा यो हुँदैन, हुन सक्दैन, निरुत्साहित हुने भन्ने कुरा चाहिँ मैले कम्तीमा अपेक्षा गर्दैन। तपाईहरुले हामीलाई त तानेर लिएर गेम गराउनु पर्यो यहाँनिर, यो गर्नु। अब भेट्छस् तेरो रक, जेनजीको पावर। जेनजीले के भन्छ अनि अब हेर्छस्। ल सुनौ है त। आयोजना लाज मर्दो, त्यही पनि हेर्नुहोस् त त्यो गौरवको आयोजना कस्तो छ। एक, तपाईँहरूले त्यसलाई अझैसम्म व्यवस्थित गर्न सक्नु भएको छैन। अनि मुख्यमन्त्रीले अघि नै भनिसक्नुभयो मेरो कमजोरी भन्नु, अहिलेसम्म के हेरिराख्नु भएको छ? कमजोरी भने राइ नदिनुहोस् न, किन त्यो पदमा बसिराख्नु भएको छ? एकछिन है, नतिजा देखिँदैन भने नेतृत्वको कमी हो, नतिजा देखिँदैन नेतृत्वको कमी हो। अर्को कुरा भनेको सदस्य सचिवको नियुक्ति, सदस्य सचिवको नियुक्ति 1 वर्षभन्दा बढी हो होइन। अब यसरी हुँदैन, यसरी हुँदैन। हामी नागरिकको सरकार चाहन्छौँ, हामी नागरिकको सरकार चाहन्छौँ। यसरी जनतालाई चाहिँ धम्काउने यसपछि के गरौ त? अब यो पागल कर्णालीको नेता, हामीले बनाएको नेताले के गर्यो त? अब हेर्नु है, के गर्छ? स्वीकार्छ, काम गर्छ या भाग्छ? हेरौँ। नागरिकको सरकार चाहन्छौँ, यसरी जनतालाई चाहिँ धम्काउने अनि आखिरीमा भाग्नु पर्यो होइन त? अन्तिममा त्यही हो तेरो विकल्प, अरू केही छैन। अब तेरो कति छ? फागुन 1 महिना छ बाबु, के गर्नु? भाग्नै पर्यो, ज्यान जगाउनै पर्यो। ल ठिक छ भन्नु पर्यो, भाग भाइ भाग। राजीनामा पनि त्यति बेला माग्नु पर्थ्यो। खासमा राजीनामा त्यति बेला दिएर भाग्नु पर्थ्यो। राजीनामा चाहिँ दिएन। अझै केपीको चेलो कडा त कडै रहेछ हौ। केपीको चेलो हो नि जे भने है, कर्णालीबाट हामीले जिताइदिएको यस्तालाई। वा हेट।